हेलो गाइज वेलकम टु माई युट्युब च्यानल एन्ड आज म फेरि आज नयाँ क्वेसन एन्सर लिएर तपाईँहरूको माझमा आइसकेको छु। आज हामीले पढ्ने आज लेख्ने हामीले क्वेसन एन्सर यही रहेको छ। यो चाहिँ हाम्रो क्लास 4 साइन्सको युनिट 1 मा रहेको साइन्टिफिक लर्निङ भन्ने च्याप्टरबाट रहेको छ है त गाइज। अब हामी क्वेसन एन्सर लेख्छौँ। यसमा हामीले मात्र कति एबिसी सम्म हामीले लेख्छौँ। यो डीको चाहिँ हामीले लेख्नु पर्दैन। आज हामीले ए र बी सी यति तीनटा क्वेसनको एन्सर म हजुरलाई सेयर गर्न गइरहेको छु। ल साथीहरू हेर्नु होला, तपाईँको अगाडि छ मेरो नोट अनि म हजुरहरूलाई पढेर सुनाउँछु। हजुरहरूले चाहिँ भिडियो पज गरेर पनि यसको क्वेसनको एन्सर हजुरले लेख्न सक्नुहुनेछ। सो अब ढिलो नगरिकन स्टार्ट गरौँ है त साथीहरू। जति पनि नयाँ साथीहरू हुनुहुन्छ उहाँले च्यानललाई सब्सक्राइब गरिदिनु होला र भिडियोलाई एउटा लाइक गरिदिनु होला है त साथीहरू। यो चाहिँ हाम्रो क्वेसन एन्सर 3 नम्बरमा रहेको छ। फर्स्ट क्वेसन के रहेको छ भन्दाखेरि वाट इज साइन्टिफिक लर्निङ भनेर रहेको छ। सो साइन्टिफिक लर्निङ इज द प्रोसेस अफ गेनिङ नलेज एन्ड अन्डरस्ट्यान्डिङ थ्रु साइन्टिफिक मेथड भनेर हाम्रो फर्स्टको एन्सर हामीले वाट इज साइन्टिफिक लर्निङको एन्सर हामीले यसरी लेख्न सक्छौँ। अनि अब हामी जाउँ बी नम्बरमा। बी नम्बरको क्वेसन यस्तो रहेको छ, वाइ इज अब्जर्भेसन इम्पोर्टेन्ट इन लर्निङ साइन्स। सो यसको एन्सर रहेको छ अब्जर्भेसन इज इम्पोर्टेन्ट इन लर्निङ साइन्स बिकज इट इम्प्रुभ्स इन्भेस्टिगेसन स्किल्स अफ स्टुडेन्ट्स भनेर हामीले यसरी पनि लेख्न सक्छौँ। अब रहेको छ साथीहरू, जाउँ 3 नम्बरमा। राइट द इम्पोर्टेन्स अफ एक्सपेरिमेन्ट इन लर्निङ साइन्स। द इम्पोर्टेन्स अफ एक्सपेरिमेन्ट इन लर्निङ साइन्स आर। फर्स्ट नम्बरमा हामीले के लेख्छौँ, इट प्रमोट्स लर्निङ इन स्टुडेन्ट्स भनेर लेख्न सक्छौँ। अनि सेकेन्ड नम्बरमा स्टुडेन्ट्स क्यान डिस्कभर न्यू आइडियाज एन्ड कन्सेप्ट भनेर हामीले यसरी लेख्न सक्छौँ। साथीहरू मैले यो 3टा क्वेसनको एन्सर हजुरहरूलाई सेयर गरिसकेँ। हजुरहरूलाई लेख्नु परेमा भिडियोलाई पज गरेर यसको क्वेसनको एन्सर हजुरले लेख्न सक्नुहुन्छ। सो गाइज आजलाई यति नै। भिडियोलाई सक्दो सेयर गरिदिनु होला र यो क्वेसन एन्सर तपाईँहरूको साथीहरूलाई पनि सेयर गरिदिनु होला, जसले गर्दा हजुरहरूलाई पढ्न सजिलो होस्। साथीहरू यति भन्दै हामी अर्को भिडियोमा फेरि भेट हुनेछौँ। बाई बाई।